हाम्रै अर्को पाटोतिर जाउँ हेरियो ठिक छ भने जस्तो थिएन त्यही पनि ठिक छ अरू योभन्दा राम्रो उता छ रमाइलो चाहिँ उता छ यो भिक्टोरियामा एउटा पहाड छ कि सर त्यसलाई ग्रेट ओसन रोडतिर तल त्यहाँ गएको थिएँ ठ्याक्कै यस्तै यस्तै आइल्यान्ड छ कि त्यहाँ अनि समुद्र पनि टक्क मिलेको आइल्यान्डहरू पनि अनि त्यो अघि त्यो सानो त्यो आइल्यान्ड देख्दाखेरि मलाई उतैको याद आयो कि मजाको आइल्यान्ड छ नि त त्यहाँ पानी चाहिँ पुग्छ अब यो पानी मानी भएको छ अहिले त कहाँ मेरो जान दिन्छ पानीहरू पोर्चुगलको यो चाहिँ स्पेसलिटी यो ठिक छ क्या यहाँको बिच साइडको जो हाइट छ यो हाइट छ नि पहाड टक्क बवाल छ क्या यहाँको यो छुट्टै चिनिन्छ क्या कुनै मुभीमा या कुनै डकुमेन्ट्री हेर्दाखेरि पनि यो देखियो भने थाहा हुन्छ यो पोर्चुगल हो भनेर क्या तिनीहरूले यो हेरेर बस्ती बसाल्ने होला कि सेफ पनि होला छैन जस्तो सुकै सुनामी आयो पनि त्यहाँ ल चढ्दै चढ्दैन क्या यसरी यसरी घुम्न जानुपर्छ ट्रेक गर्न अनि पो रमाइलो हुन्छ त यो ट्रेकिङ रुट त पोर्चुगल हजुर हामी नेपाल गएर आएपछि ट्रेकिङ जानुपर्छ एकपल्ट है यस्तै हाम्रो त्यो धेरै आवर भएपछि एक महिना छुट्टी बसालिदिन्छ नि त्यही बेलामा क्या ल त्यही अस्ति बालेनले पोस्ट गरेको त्यही कुन ठाउँको रे त्यो भयो त्यो नि बवाल छ रे ढोर कताको हालेको थियो एक दिन त्यसले हो ए यहीँको ट्रेकिङमा भन्नुभएको हो ठिक छ नि हामीलाई नि खबर गर्छेला म त एकदम रमाइलो लाग्छ नि घुम्न त ट्रेक गर्नु त बवाल हो यो चाहिँ तपाईँको पोर्चुगल यो पोर्चुगलको सबै यहीसम्म छ कि सबै भेट्छ कि फुल्ली नै ट्रेक कहिले यसले समुद्र किनारको यो बाटो ए यो बाटो हो हो यो बाटो भनेको यो बाटो है फेरि कच्ची बाटो छ अफ रोड हो फेरि यहाँ त्यस्तो भन्ने हुँदैन यो बाटोहरू छुट्याइदिएको छ यता त्यता भनेर लिजबन पनि पुग्छ होइन त हिँड्दै गयो भने लिजबन पोर्टो सबै ठाउँ पुगिहाल्यो कि फेरि फर्केर हामी त्यही बाटोमा आयौँ उता स्पेन पनि पुगिहाल्छ यो बाटो होइन ए बाटो हिँड्दै गयो